कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण छिमेकी देशबाट आउनुभएका अतिथिज्यूहरू, अन्य जिल्लाबाट आउनुभएका अतिथि तथा पाहुनाज्यूहरू र यस नगर क्षेत्रमा शिव भक्तको रूपमा रहनुभएका आमा दिदी दाजुभाइ सबैजनामा यहाँले गरेको यो सराहनीय कार्यक्रम भगवान शिवको महिमा चर्चाको कार्यक्रम राख्नु भएको छ। यसका निम्ति म सबैजनालाई शुभकामना व्यक्त गर्न चाहन्छु। आजभन्दा 52-53 वर्ष अगाडि शिव चर्चाको सुरुवात भएको पाइन्छ। सन् 1965 तिर होला हाम्रो छिमेकी राष्ट्र भारतबाट सुरु भएको छ। आज भगवान शिवको चर्चा संसारभरि, यो जगतभरि मानव जातिले कुनै न कुनै रूपबाट गरिराख्नु भएको छ। त्यसो हुँदै यो चौडण्डीगढी नगरपालिकाको यो बस पार्कमा आमा दिदी बहिनीहरू विशेष गरेर भक्तिभावका साथ यहाँ उपस्थित हुनुभएको छ। हामी हाम्रा आफ्नै निम्ति पनि भोलिका दिनहरूमा भविष्यमा सुस्वास्थ्यको लागि, आफ्नो शरीरमा रोग बेदाहरू आइ नलागोस् भन्नको लागि, आफ्नो परिवारजनहरूलाई दुःख नपरोस् भन्नको लागि, आफ्नो सारा आउने पुस्ताहरूमा पनि दुःखहरू हरण गरोस् भगवान शिवले भन्नको लागि भित्र आत्मैदेखि भगवान शिवलाई सम्झिने गरेका छौं। शिवहरूको भगवान शिव भगवानहरूको पनि भगवान हुनुभएकोले गर्दा देवहरूको पनि देवता हुनुभएको हुँदा उहाँलाई महादेव भन्ने गरिन्छ। त्यसो भएकोले गर्दाखेरि हामी हाम्रा परिवारजनहरूको, आफ्नो पनि इष्टमित्रको सबैको कष्टहरू मोचन गर्ने एउटा नीलकण्ठ विभिन्न नामबाट पुकारिने गरिन्छ भगवान शिवलाई। उहाँको विभिन्न अवतारहरू यस धरतीमा भएको महिमाहरू छ। त्यसो भएकोले गर्दाखेरि उहाँले हाम्रो दुःख कष्टहरू भोलि आउनेहरू सबै हरण गरेर लाने एउटा जनविश्वास छ यो लोकमा। त्यसो भएकोले हामी भगवान शिवलाई आज यस चौडण्डीगढी नगरपालिकामा अलौकिक शक्ति जो हामीले देख्न सक्दैनौं, सुन्न सक्दैनौं, छुन सक्दैनौं, तर आत्माभित्र सबैको मन मस्तिष्कमा रहिरहने ती भगवान शिवलाई आज हामीले चौडण्डीगढी नगरपालिकामा भित्र्याएका छौं। आज उहाँलाई चौडण्डीगढी नगरपालिकाको म नगर प्रमुखको नाताले तपाईहरुको मात्रै यहाँ उपस्थित सम्पूर्ण जनहरुको तर्फबाट मात्रै भन्दिन, नगरवासीहरुको तर्फबाट हाम्रो यो नगरपालिकाको सम्पूर्ण नगरवासीकाको पीरहरु, भोलि हुने समस्याहरु, मनमा कता कता अहिले पनि संकट छ भने सम्पूर्ण कुरो हरण गरिदियोस्। म भगवान शिवलाई आज यही पुकार्छु। यस नगरको मेरा नगरवासीहरु भगवान शिवले सधैं शिरमाथि हात राखुन्, मेरो यही प्रार्थना छ।
र जति महिमा गाए पनि जति चर्चा गरे पनि शिवको महिमा गरिसकिँदैन, त्यति शब्द पनि भेटिँदैन। नेपाली भाषा शब्दकोशमा शब्दको महाभण्डार छ, तथापि ती शब्दहरूले जति सम्बोधन गरे पनि अपुग्नै रहन्छ। उहाँ यत्र त्यत्र सबैतिर फैलिनु भएको हुँदा उहाँ आज तपाईं हाम्रो बीचमा हामीलाई, हाम्रो प्रत्येक नर नारीहरूलाई शिरमा हात राखिराख्नु भएको छ भन्ने मैले विश्वास लिएको छु। र तपाईहरुको आजको यो शिव चर्चाको कार्यक्रममा मलाई सम्झेर बोलाइदिनु भयो। म एकजना हाम्रो चेलीले फोन गर्नु भएको थियो, तपाईहरुको सबैजनाले मलाई आइदिएर केही कुरो राखिदिनुहुन्छ भन्ने एउटा विचारले बोलाइदिनु भएको लागेको छ। त्यसो भएकोले मैले आफूले छोटो कुराहरू मैले तपाईहरुको बीचमा पस्किए। तपाईहरुलाई बोलाइदिनु हुने सबै शिवका भक्तिहरूलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। म यहाँहरूलाई थाहा छ, यहाँको म छोरा, भाइ, भतिज, दाजु, म यहीँकै बासिन्दा भएको नाताले पनि म तपाईहरुको भावनामा सकेको मैले तपाईहरुको कष्ट एउटा शिवको रूपमा हुन नसके पनि नगर प्रमुखको नाताले मैले सक्ने तपाईहरुको दुःख दर्दसँग म जोडिएर म पनि सानो सानो शिव हुने कोसिस गर्छु। यही म प्रतिबद्धता व्यक्त गर्दै आफ्ना कुराहरूलाई यही अन्त्य गर्न चाहन्छु। हस्त नमस्कार, धन्यवाद।